प्रस्तुत छ कथाकार प्रकाश थापा मगरको प्रवेश निषेध कथा संग्रहभित्र संग्रहित जङ्गेकी आमा शीर्षकको यो कथा। लौननी बेथा लाग्यो बुहारी चिच्चाइन्। घरका मानिसहरू जम्मा भए। बुढी आमा, बिरामीकी पत्नी, बिरामीका भाइ सबै दलानमा जम्मा भए। केटाकेटीहरू आश्चर्यचकित मुद्रामा डगुर्दै कोठातिर लागे। उनीहरूले यस्तो दृश्य यसभन्दा अघि नदेखेको त होइन, तर यसपालि सबै ठुलो स्वरले चिच्याउँदै एक ठाउँमा जम्मा भएकाले उनीहरूको बाल मस्तिष्कमा कुनै नराम्रो पो हुन थालेको हो कि भन्ने परेको थियो। दलानमा जम्मा भएका मध्ये आमाले प्रौढ छोरालाई काखमा उठाइन् र टाउको मुसार्न थालिन्। मुखभरि सेता गाज भरिएको छोराको मुहार आफ्नो लुङ्गीले पोछिन्। बिरामी छोरा हँ हँ आवाज गरिरहेका थिए। आँखा फुस्रो थियो। पत्नी बिरामीका दुवै खुट्टा च्याप्प समात्दै रोइरहेकी थिइन्। नरो बुहारी, मैले कुन जुनीमा पाप गरेकी रहेछु, त्यसैको बदला भगवानले मेरो छोरामा सारिदिए। बोलिन्द्र धारा आँसु सहित आमाले भनिन्, हे भगवान, मेरा 3 भाइ छोरालाई मभन्दा अघि जानु नपरोस्। चरीफाइ रोग लागेको थियो जङ्गेलाई। उपचार के हुने कसैलाई थाहा थिएन। बिरामी जङ्गे छटपटाउँदै रहे। सासु र बुहारी रुँदै रहे। त्यहाँ उभिएका अरू र केटाकेटीहरू विस्फारित आँखाले घरि बिरामीलाई घरि सासु बुहारीलाई हेर्दै रहे। केही छिनपछि जङ्गे शान्त भए। त्यस लगत्तै उनी निदाए। निदाएको जङ्गेको टाउको बिस्तारै गुन्द्रीमा राखेर आमा भारी मनले बाहिर निस्कन थालिन्। सिरानी राखिदेऊ, हातखुट्टा सिधा गरिदेऊ, सासुले बुहारीलाई हराइन्। बुहारीले सासुले भने झैँ गरिन्। बुहारीको आँखाबाट आँसु अझै सुकिसकेको थिएन। एक हातले आँसु पुछ्दै अर्को हातले पति जङ्गेलाई मुसार्दै उनी एकछिन त्यही उभिइन्। जङ्गे बिस्तारै बिस्तारै सामान्य हुँदै गए। उनी स्वाँ स्वाँ गर्दै निदाउन थाले। बुहारीलाई पनि अब अलि ढुक्क भयो। आमा बाहिर निस्केर आँगनको छेउमा पुगिन्। छेउको ढुङ्गामा बसेर उनले तलतिरको दाउरा हेर्न थालिन्। त्यहाँ दाउरा थुपारिएको थियो। बाहिरबाट हेर्दा दाउरा सबै सिधा देखिन्थे, एक नास देखिन्थे, तर अलि गहिरिएर हेर्दा दाउरा बाङ्गा पनि देखिए। उनले कति पटक भनेकी थिइन् बुहारीलाई बाङ्गो दाउरा नल्याउनु भनेर, तर बुहारीले मानेको देखिएन। दाउरा बाङ्गो ल्याउँदैमा केही बिग्रिने त होइन, तर त्यसले दाउराको रास बिग्रिन्थ्यो। हेर्दा धेरै देखिन्थ्यो, वास्तवमा रासमा दाउरा थोरै हुन्थे। आमा, खाना खान आउनुहोस्, माइली बुहारीले भनिन्। तिमीहरू खाइहाल, मलाई भोक लागेको छैन अहिले, आमाले भनिन्। म पछि खाउँला, भोक लाग्यो भने, आमा दाउराको रासमा विगत सम्झिन थालिन्। विवाह भएको 10 वर्षसम्म पनि सन्तान भएको थिएन। सासु ससुराले वचन लाउन थालिसकेका थिए। खै बाँझी होली जस्तो छ भन्दै सुस्त सुस्त लोग्नेले पनि कुरा काट्न थालेका थिए। साँझ सुड्डा भन्ने गर्थे, खै तिम्रो त छाँट छैन जस्तो छ। लोग्नेको भनाइको अर्थ उनी राम्ररी बुझ्थिन्, तर तत्कालै जवाब फर्काउँदैनथिन्। जवाब पनि के भनेर फर्काउने हो र? राम्रो जवाब त यही हुन्थ्यो, उनलाई एउटा सन्तान काखैमा फालिदिउँ, त्यो पनि सकेसम्म छोरो नै होस्। तर ती सबै चाहना उनले चाहेको भरमा पुरा हुनेवाला थिएन। गाउँका अरू सङ्गीलाई उनले भनेकी पनि थिइन्, म त बाँझो हुन्छु कि। उनको यस्तो आशंकालाई
गाउँको अरू महिलाले पटाउँदैनथे र भन्दथे, के कुरा गरे कि तैले? बल्ल त 25 वर्ष कि भएकी छेस, 45 वर्षसम्म सन्तान हुन्छ भन्छन्, अझै 20 वर्ष छ नाति। कसैले भन्थे, तेरो मात्रै समस्या हो र? तेरो लोग्नेमा पनि समस्या हुन सक्छ। साउन पानीकी कान्छीलाई हेर्न, घरकाले बाँझी भनेर बस्न खान दिएनन्। भुने माइलोसित विवाह भएकै वर्ष दिनमा सन्तान जन्माइहाले, त्यो पनि छोरो। गाउँका सङ्गीहरूका यी दुई थरी कुराले उनलाई ढाडस मिल्थ्यो। एकातिर उनलाई लाग्थ्यो मेरो उमेर अझै छ, अर्कोतिर उनलाई लाग्थ्यो लोग्नेमा नै कमजोरी रहेछ भने त मेरो के लाग्छ र? यो सोच्दा उनको आङ सिरिङ्ग हुन्थ्यो। के मैले लोग्नेलाई भन्न सकुला? सासु ससुरालाई भन्न सकुला? उनले मनमनै सोचिन्। सक्ने छैन। अलिकति हिम्मत निकालेर भनिहाले भने पनि उनीहरूले उल्टै मलाई सराप्नेछन्। पाटर्नी, बाँझी, रन्दी, डङ्किनी, जक्तिनी, यस्तै यस्तै अपशब्दको वर्षा हुनेछ म माथि। हिजो आज सासूलाई रिस उठ्यो भने यस्ता अपशब्द उनले सुनिरहेकी हुन्थिन्। आकाशमा बादल देखिन थालेको थियो। सायद खडेरी सकिन्छ कि, तर बादल सेतो थियो। सेतो बादलबाट पानी पर्दैन। पानी पर्न त कालो बादल चाहिन्छ। सेतो बादलसँगै कालो बादल पनि होला र? त्यसको पछि पछि कालो बादल आउला र? उनी 26 वर्षकी भएकी बेला साँच्चै अनौठो भयो। त्यस दिन उनी लोग्नेसँगै वैशाखको गर्मीमा मकै गुडिरहेकी थिइन्। उनलाई एकाएक वाकवाकी लागेको थियो। सकेसम्म उनले वाकवाकी देखाउन खोजेकी थिइनन्। लोग्नेले के भन्ला भन्ने उनलाई लागेको थियो, तर अति नै भएपछि उनले उक्क उक्क गरिन्। पुरै बान्ता त भएन, तर मुखबाट रेल मात्र आइरहेको थियो। उनीसँगै काम गरिरहेका लोग्नेले उनलाई वाल्ल परेर हेरिरहे चुपचाप। एकछिनपछि उनका लोग्ने मुस्कुराए। ठुली, गज्जब भयो त। उनका लोग्ने एकाएक खुसीले उफ्रिए। उनले ठुलीलाई जुरुक्कै उचालेर 3 फन्को घुमाए। सुस्तरी उनलाई मकै बारीमा राखेर उनी कोडाले त्यहीँ फेकेर हिँडिहाले। ठुली भने अझै अलमलमा परेकी थिइन्। लोग्ने किन खुसी भएको हो? किन उसलाई 3 फन्को उचालेको हो? किन कोडालो त्यहीँ फेकेर छन्न नमन्नको मेलो छाडेर हिँडेको हो? एकछिन त उनले केही बुझ्न सकिनन्। अलि दिमाग लगाउँदा भने उनले कुरा बुझ्न थालिन्। वाकवाकी लाग्नु भनेको आफू गर्भवती भएको सङ्केत हुन सक्दथ्यो। त्यो सङ्केत उनले भन्दा छिटो उनको लोग्नेले बुझिसकेका थिए। त्यही भएर खुसी प्रकट गरेका थिए भन्ने उनले बल्ल बुझिन्। उनको त्यो मनोभावनाले साकार रूप लिन थालेको सङ्केत मिल्न थालेको थियो। साँझ नपर्दै डाँडाको छेउबाट सासूको आवाज सुनियो, ठुली आइज भो, अब भोलि गोडौँला मकै। सासूको त्यो आवाज खुसीको प्रतीक थियो। तैपनि ठुली तत्कालै मेलाबाट फर्किनन्। उनका लोग्ने फर्केर मेलामा आएका थिएनन्। आज गरे पनि मैले, भोलि गरे पनि मैले, उनी मनमा नै सोचेकी थिइन्। काम साँचे आफूलाई, खान साँचे अरूलाई। साँझ परेपछि उनले बचाएर राखेको डुम्रीको डाले घाँस काटिन्। एक भारी कसेर घरतर्फ लागिन् एक्लै। घर बेग्लै रमझम थियो। बोटमा पाइला टेक्ना साथ सासूको बोली सुन्यो, किन यति अबेर गरेको? डाले घाँस त यतै थियो नि। उनले कुनै जवाब फर्काइनन्। फर्केर घरतिर हेर्दा लोग्नेले उनलाई मुस्कुराएर हेरिरहेका थिए। उनको हातमा रगत लागेको थियो। उनले भर्खरै धामीको पूजा गरेका रहेछन्। त्यसै क्रममा भाले पोथी कुखुरा काट्दा त्यसैको रगत उनको हातमा लटपटिएको रहेछ। त्यस दिन सासू
लोग्नेले उनलाई थपी थपी कुखुराको मासु खुवाएका थिए। त्यस दिनदेखि ठुली प्रत्येकको घरको व्यवहार फेरिएको थियो। मिठो चोक्टो पाक्दा उनको खोजी हुन्थ्यो। पहिलो खान्की उनकै लागि टक्राइन्थ्यो। बुझ्न सकिन्थ्यो यो सबै उनी गर्भवती भएको कारण भएको थियो। पुसको जाडोमा उनले छोरो नै जन्माए। घरमा उत्सव नै भयो। 2 हात घिउको व्यवस्था गरिएको थियो। त्यससँगै 1 दर्जन कुखुरा पनि पालिएको थियो। सुत्केरीलाई यी सबै खुवाइयो। 11औं दिन खसी काटेर भोज नै खुवाइयो। छोराको नाम जङ्गे राखियो। ऊ मोटो घाटो थियो, गोरो चिल्लो शरीर। साँच्चै ऊ घरको पहिलो खुसी थियो। त्यसपछि 2वटा अरू छोराहरू जन्मिए, तर पनि माया जति जङ्गेले पाए त्यति अरू 2 भाइले पाएनन्। उनको परिवार 3 सन्तानसहित खुसीमा र नभुल्ल थियो। जङ्गे यस्तै 7 वर्षको थियो होला। उनको मनोभावना घुमिरहेको थियो। आमा यता आउनुहोस् त, उहाँलाई। जेठी बुहारी फेरि एकपटक चिच्चाइन्। आमा एकाएक भित्र गइन्। जङ्गेलाई फेरि त्यही व्यथा लागेको थियो। अघि जस्तै सबै जम्मा भए। जङ्गेलाई काखमा राखिन् आमाले। उही हँ आवाज, मुखमा सेतो गाज, हातखुट्टा टिनिक्क तानेको। आमा र जङ्गेकी पत्नीले यी सबै हेर्न सकेनन्। उनीहरूले नजर अन्तै फर्काए। एकछिनपछि जङ्गे फेरि निदाए। जेठी बुहारी बाहेक सबै बाहिर निस्किए। जङ्गेलाई चरुफाइको बेठा घन्टामा लाग्न थालेको थियो। घरका सबैको होस उडेको थियो। आमाले माइली बुहारीलाई पल्लो गाउँको प्रेम मास्टरलाई बोलाउन भनिन्। साथै गाउँका अरू 2-4 जनालाई पनि सँगै लिएर आउन भनिन्। खुट्टा कमाउँदै माइली बुहारी पल्लो गाउँतिर हिँडिन्। साँझ पर्न थालेको थियो। गाउँको परिवेश टाढा टाढासम्म डाक्टर थिएनन्। धामी झाँक्री केही बाँकी थिएनन् जङ्गेलाई देखाउन। सबैलाई फुकाइसकियो। कति कुखुरा बाख्रा काटियो। केही फरक परेको थिएन। आमाको दाहिने आँखा फरफराइरहेको थियो। आमालाई पुरा विश्वास थियो दाहिने आँखा फरफरायो भने केही नराम्रो हुन्छ भन्ने। हुन त एकपटक कान्छो छोराले भनेको थियो, आमा आँखा फरफराएकै कारण नराम्रो हुन्छ भन्ने होइन, यो त संयोगको कुरा हो। शरीरका सबै जीवित अङ्ग चलित रहन्छ, आँखाको परेला पनि त चल्छ। त्यसमा अनौठो भन्नुपर्ने के छ र? आमाले भनेकी थिइन्, होला बाबु, तिमीहरूले भनेको त ठिकै होला, तर हामीले मान्दा आएको कुरा आँखा फरफरायो कि के अनर्थ हुन्छ कि भन्ने लागिरहन्छ। केही बेरपछि 4 जना अरू गाउँलेलाई लिएर प्रेम मास्टर आइपुगे। फुपू जङ्गेलाई बेथाले गाल्न लाग्यो र? मास्टरले सोधे। त्यस्तै लाग्यो बाबु, जङ्गे त रहन्न कि? आमा भक्कानेर रुन थालिन्। प्रेम मास्टरले ढाडस दिने प्रयास गरे। फुपू त्यस्तो नसोच्नुहोस्, भाग्यमा के लेखेको छ के मर्ने आज हो कि भोलि, बाँच्ने कति हो कति। आमा रुँदै गुन्द्रीमा ठच्चक्क बसिन्। उनको घाँटी बसेको झैँ लाग्यो। उनी बोल्न सकिनन्। घनघोर कालो बादल मदारिरहेको थियो। आमा त्यही बादलमा हराएकी जस्ती भएकी थिइन्। प्रेम मास्टर दलानमै बसे। 4 जना अरू गाउँले पनि त्यहीँ बसे। माइली बुहारीले प्रेम मास्टरलाई खाना खान बोलाए, तर उनीहरूले घरमा नै खाना खाएर आएको भन्दै खाना खाएनन्। आमाले छोरातिर हेर्न सकिनन्। उनले प्रेम मास्टरलाई भनिन्, बाबु ठुलो दुःखपछि मैले जङ्गेलाई जन्माएको हो। आज यस्तो शत्रुलाई पनि लाग्न नहुने व्यथा लाग्यो। अब म उसलाई हेर्न सक्दिनँ, मलाई नबोलाउनु। जङ्गेका बाबा खरबारीमा खर काट्न जाँदा लडेर बितेको परारै हो। माइलो छोरा मास्टर अहिले सोरा भएर जिल्ला सदरमुकाम छ। कान्छो छोराको विवाह नै भएको छैन। अहिले भारतको पन्जाबतिर छ। घरमा रहेको एउटै छोरो मान्छे जङ्गे।
उसलाई पनि अहिले यस्तो भयो। आमा मनमनै सम्झी रोइरहेकी थिइन्। जङ्गेलाई घण्टामा व्यथा फर्किरहेको थियो। प्रेम मास्टर र अरू 4 जना जङ्गेलाई घेरेर बसेका थिए। उनीहरू जङ्गेलाई घरिघरि पानी खुवाउँथे। उसलाई सास फेर्न गाह्रो नहोस् भनेर ध्यान दिइरहन्थे। आमाले सम्झिन् चरीभाइ वंशानुगत हुन्छ रे। माइलो ससुरालाई थियो रे, अब जङ्गेतिर सर्यो। तर कान्छो छोरा यस्तो कुरा मान्दैनथ्यो। उसले भन्थ्यो उसले दिल्लीमा एउटा डाक्टरसित कुरा गरेको रे। बालक हुँदा चोटपटक वा जन्मदैमा भित्री घाउ लागेर त्यस्तो ठाउँमा रगत नपुगेको हुन्छ रे। त्यही ठाउँमा बेला बेला रगत नपुग्दा चरीफाइ हुन्छ रे। नियमित 5 वर्ष जति औषधि र आवश्यक परीक्षण गर्यो भने ठिक पनि हुन्छ रे। कान्छो छोरोको नोकरीमा तलब अत्यन्तै थोरै थियो। दाजुलाई उपचार गराउन सक्ने गरी उसले तलब पाउँदैनथ्यो। घरबाट पैसा पठाउन सक्ने अवस्था थिएन। आमा पनि चिन्ताले घरि रुने घरि बेहोस हुने गर्न थालेकी थिइन्। माइली बुहारी आमा छेउ बसेकी थिइन्। बेला बेलामा पानी खाना सोध्थिन्, तर आमाले मुखमा पानीसम्म राखेकी थिएनन्। बिहानको भाले बास्यो। भनिन्छ भाले बास्नु भनेको नयाँ दिनको सुरुवात हो, तर त्यहाँ यस्तो थिएन। फुपू जङ्गे त छैनन्। हतासिएर प्रेम मास्टर चिच्चाए। जङ्गीकी पत्नी रुँडा रुँडै आफ्नो पतिको खुट्टा नेरै बेहोस भइसकेकी थिइन्। प्रेम मास्टरको आवाज उनले सुनिनन्। ए बाबु कहाँ जान्छौ नि तिमी, मलाई छोडेर? आमा चर्को स्वरमा चिच्याउँदै दलानतिर आउन खोजिन्, तर बिचैमा धलिन् र त्यही बेहोस भइन्। माइली बुहारीले उनलाई सम्हालिन्। घर भयङ्कर शोकमा डुबिएको थियो। जङ्गीकी पत्नी होसमा आउँथिन्, छाती पिटी पिटी रुन्थिन्, फेरि बेहोस हुन्थिन्। गाउँका सबै मान्छे जम्मा भएका थिए। अब जङ्गीको सद्गत गर्नु थियो। त्यसै बखत एक्कासी आमा बुझिन् र भन्न थालिन्, मास्टर बाबु घारा काट्न जाऊ। कुखुराको खोरमाथि खुर्पा छ, सिमसिमे गैरामा गएर बाँस काटेर ल्याऊ। रने माइला माइली बुहारीसित पैसा मागेर कात्रो किन्न जाऊ, आमाले थपिन्। भीमे ए भीमे कान्छा, जङ्गेलाई बाहिर निकाल त। आमाको पुत्र वियोगमा कम्पायमान तर जिम्मेवारीपूर्ण थरथराउँदो आवाज गुन्जिरह्यो। त्यहाँ जम्मा भएका सबै मध्ये कतिले कुरा आमाको सुनेर, कतिले कर्तव्यबोध स्वरूप आफै बुझेर सद्गत सम्बन्धी काम गरिरहे। आमा पटक पटक बेहोस भएकी थिइन्। पटक पटक होस खुलिरहेको हुन्थ्यो। आँगन मुनिको मेवाको रुखमा बसिरहेको भङ्गेरालाई हेर्दै आमाले एक्लै बोल्न थालिन्। जङ्गे ए जङ्गे, त भङ्गेरा भएछस् है? आइछ यता चारा खान। फेरि एकाएक रुँदै भनिन् आमाले, बाबु तिमीहरूलाई म भन्दा अघि जान नपरोस्। म अघि अघि तिमीहरू पछि, बल्ल तिमीहरू बाँचिरहनु पर्छ। यता जङ्गेको सद्गत गर्नको लागि घारा बनाइसकिएको थियो। जङ्गेलाई ओछ्यानबाट उठाएर घारामा राख्ने तयारी हुँदै थियो। सिरान घरका बाजेले शङ्ख फुके। धन्यवाद।